प्राइस कतिको डिफ्रेन्ट छ त्यही टिभीलाई चाहिँ कतिको प्राइस मलाई लाग्छ सेम प्राइस होला यदि प्राइस डिफ्रेन्ट रहेछ भने यताबाट बोकौँला भन्ने आशाले चाहिँ हिँड्यौँ क्रिसमसको कति छिटो यो उयो गरिसक्यो 1 महिना छ अझै कति छिटो चाहिँ है उयो डेकोरेसन गर्न सुरु गरिसक्यो यहाँको पनि टिभीको साइजहरू देख्दा क्वालिटीहरू देख्दा प्राइसहरू देख्दा आफ्नो क्यापेसिटी आफ्नो बजेट भयो भने चाहिँ है सब चिज गर्न सक्छ अनि यो वाल नम्बर 1 टिभीमा मेरो आँखा गइहाल्यो बा क्वालिटी यस्तो खाँडा उम्रिने खालको त्यो भन्दा पनि यसको प्राइस देख्दा त मेरो त टाउकै चिलाएर जुम्रै सल्बलाएर भएको जस्तो हो आँखै तिरमिरी ज्यानै पोल्यो ज्वरै आयो मलाई त रिरिने दिमाग खराब भयो मेरो है टाउकै दुखिहाल्यो नि प्राइसमा केही डिफ्रेन्ट नदेखेको भएर चाहिँ यही 65 इन्चको त्यही जुन हामीले देखिरहेको थियो उता हार्बिनमा त्यही टिभी नै उठाएर जाने निर्णय गऱ्यौँ नोएल लिभिङबाट हो त्यस पछाडि मेरो आँखा गयो ड्रोनमा अनि त्यस पछाडि एउटा भ्लगिङ क्यामेरा छ क्या सानो मलाई यो कस्तो प्रोनाउन्स पनि गर्न आउँदैन नाम है बिर्सिगएँ हौ तिनीहरूमा आँखा गइहाल्यो यो चाहिँ मेरो ड्रिम क्यामेरा हो क्या अनि सानो पकेट मिनी है पकेटमा हाल्ने DJI अनि त्यस पछाडि पेमेन्ट गरेर गयौँ अब टिभी त किन्यौँ केमा राख्नु त यार डङरङ्ग घर मात्रै छ त्यहाँ है टिभी राख्ने ठाउँै छैन अब टिभी टेबल खोज्न गयौँ टिभी टेबलको प्राइस देखेर मेरो हात खुट्टा लुलो भइहाल्यो नि अनि अघि ज्वरो आएको अब टाइफाइड हुनु आँटिसक्यो